नमस्कार साथीहरू, आज म तपाईहरुलाई काठमाडौँको उपत्यकामा रहेको एक यस्तो स्थानमा लिएर जाँदैछु जहाँ शान्ति शब्दले पनि प्राप्त महसुस दिलाउन सक्दैन। यो हो बौद्धनाथ स्तूप। बौद्धनाथ हजारौं वर्षको इतिहास बोकेको बौद्धको शिक्षालाई जीवित राखिरहेको छ। विश्वको सबैभन्दा ठूलो गोलाकार स्तूप मध्ये एक मानिन्छ। यहाँ पाइला राख्ने बित्तिकै मानव संसारका आवाजहरू हराएर केवल शान्ति धड्कन मात्र सुन्न थालिन्छन्। स्तूपको अगाडि उभिँदा तपाईले देख्नुहुने यी चार जोडी बुद्धका आँखाहरू। यी आँखाहरू उपत्यकालाई हेरेर बसेको जति वर्ष भयो उति नै वर्षदेखि मानिसले यहाँ शान्ति खोज्दै आएका छन्। यी आँखाले जात धर्म देश केही फरक गर्दैन, बस जीवन बुझ्न चाहनेलाई आशीर्वाद दिन्छ। स्तूपका चारैतिर घुम्दा मनौ तपाईका चिन्ता दुःख नकारात्मकता पनि टाढा उडेर जान्छ। बौद्धनाथको वरिपरि रहेका मनमोहक गुम्बा, उपत्यकला, धूपको सुगन्ध, ध्यानमा बसेका साधु सन्तको मौन ऊर्जा, यी सबै यहाँका वातावरणलाई अझ दिव्य बनाइदिन्छन्। साँझको बेला यहाँका बत्तीहरू बल्दा बौद्धनाथ एकदमै अलग देखिन्छ। यहाँ सुन्दरता देखेर थकित मन पनि केही नयाँ आशा ऊर्जा पलाउँदछ। बौद्धनाथ केवल हेर्न ठाउँ मात्र नभई जिन्दगी के हो मनमा हल्का बनाउने र आफ्नै आत्मालाई भेट्ने ठाउँ हो। यदि तपाईँ तनावमा हुनुहुन्छ अथवा जीवनमा थोरै भारी लागिरहेको छ भने एकखेर बौद्धनाथ स्तूप अवलोकन गर्नुहोला भन्न चाहन्छु। अन्त्यमा यदि तपाईले शान्तिको वास्तविक अर्थ बुझ्न चाहनुहुन्छ भने एकपटक गौतम बुद्ध स्तूप बौद्ध आउनुहोला। यहाँको ऊर्जा, यहाँको प्रकाश र मौनता आफ्नै आत्मामा सदैव बसेर जान्छन्। त्यति भन्दै धन्यवाद।